देखिएकै हुँदैन अहिले नै जाम एक्सन टक्क समात्यो तनाव छोरी के भयो तिमीलाई छोरी आशा ठिक छ 1 2 3 गो लाइ झापको डल्यो त हेऱ्यो छोरीलाई हेऱ्यो यताउति छोरी के भयो तिमीलाई छोरी अलि बिस्तारै लाइट स्टेन होइन लाइट स्टेन के भयो यसलाई यतिकै बस होइन बाबु तिमीलाई तिम्रो बाबाले धेरै माया गर्नुहुन्छ तिम्रो बाबाले तिमीलाई छोड्ने चाहना नहुँदा नहुँदै पनि छोड्न बाध्य हुनुभएको मसँग बाबा हुनुहुन्न बाबा जानुभयो म अल्छे भयो तपाईहरुको घमण्ड तपाईहरुको अहंकार आजसम्म लुकेको थियो होला तर आज सबैको अगाडि पर्दाफास भइसकेको छ तपाईहरुको छोरी नभन्नुस् मलाई छोरी मरिसकी तपाईको छोरी बाबु म तिम्रो आमा तपाईँ मेरो आमा होइन उहाँ मेरो आमा होइन यति उहाँ मेरो आमा भएको भए मेरो छोरी जानुहुन्थेन सायद अब मेरो सन्तानसँग भेट भयो भने पनि उसको आमा मै हो भनेर चिन्छ कि चिन्दैन होला तिम्रो बिहे हुँदैछ बिहे आमा बुवा तपाईहरु मेरो बिहे कतिचोटि गराइदिनुहुन्छ कतिचोटि के अब मेरो जिन्दगी बेगर्ने छोड्ने यतिकै जाने हो मलाई पहिलाको कुरा केही याद थिएन तर अब मलाई सबै कुरा याद आइसक्यो पहिला म बिओसीमा थिएँ होला तर अब मलाई होस आइसकेको छ जब मैले मेरो सन्तानलाई जन्म दिएँ त्यो सन्तानलाई मेरो काखमा राख्न नपाउँदै तपाईहरुले त्यो सन्तान र मेरो श्रीमानबाट टाढा बनाइदिनु भयो निर्मल गरिब भए पनि उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र म उहाँकी थिएँ तर तपाईहरुको घमण्डले हाम्रो मायालाई अपराध बनाइदियो छोरी हामी तिम्रो राम्रो लागि राम्रो मेरो सन्तानबाट टाढा बनाउनु राम्रो हो मेरो जिन्दगी टुक्राउन राम्रो हो तपाईहरुको घमण्ड तपाईहरुको अहंकार आजसम्म लुकेको थियो होला तर आज सबैको अगाडि पर्दाफास भइसकेको छ तपाईहरुको छोरी नभन्नुस् मलाई छोरी मरिसकी तपाईको छोरी तपाईहरुले मेरो बिओसीको फाइदा उठाएर मेरो बिहे गराइदिन खोज्दै हुनुहुन्छ तपाईहरुले खाली आफ्नो स्वार्थ मात्र हेर्नुभयो तर मेरो जिन्दगी मेरो पीडा कहिले हेर्नुभयो छोरी तिमी आवेगमा आएर हाम्रो मन दुख्ने कुरा नगर हामी सबै तिम्रो भविष्यको लागि गरेका हौ कुन भविष्यको कुरा गर्दै हुनुहुन्छ तपाईहरु मेरो वर्तमान त मारिसक्नु भएको छ मेरो श्रीमान मेरो सन्तान कहिले कस्तो अवस्थामा छन् होला
सायद अब मेरो सन्तानसँग भेट भयो भने पनि उसको आमा मै हो भनेर चिन्छ कि चिन्दैन होला। ठिक छ ठिक छ भइसक्यो अब गीत गाउन सिधा चाहिँ के हेरौँ रोलिङ एक्सन गाउनु सब उभिनु उभिनु ठिक छ यहाँसम्म ठिक छ ओके नाच्नु ल यो फिलिङवाला गीत हो अहिले फिल्ममा अलिकति गीत सुन्दाखेरि अलि भावुक हुनुभयो र क्या दिनु तलै हात लिएर जानु तल हाल्नु तलै हात लिएर एउटाले हाल्नु अर्कोले नहाल्नु एउटा मात्रै हाल्नु त्यसै होइन क्या टक्क यसो राख्ने क्या हातले बस त्यति माथिबाट हाल्नु त्यतिबाट त उडिहाल्छ नि मजाले हाल्नु न एउटाले हाल्यो फेरि अर्कोले म भन्छु है पालै पाल हाल्यो क्या एउटा अर्कोले हाल्यो एउटा अर्कोले हाल्यो म भन्छु नि है नरोक्नु है ल है ल तिमीले हाल न पहिले सपमा ल मोबाइल हाल्नु हाल्नु हाल आमाले हाल्नु ठिक भयो यस्तै हो के कन्टेन्ट त यस्तै हो है अहिले मान्छे जम्मा स्टार्ट गरौँ हामी क्यामेरा ढोका है म क्यामेरा ढोकेर अगाडि बढ्न चाहन्छु अलि निहुरो न कहाँ त्यसो न गुजुबै ओके ल अहिले ल सबैजनालाई नमस्कार छ आज चाहिँ हाम्रो सन्तानको मायाको सुटिङ छ हजुर क्यामेरा तयार भइरहेछ हाम्रो सुमित्राजी आउनु भएको छ जोडिनु भएको छ आज हाम्रो कति भागबाट 17 भागबाट जोडिनु के भन्नु साह्रै लजाउनुहुन्छ राजेश समालको छोरी त्यस्तो चाहिँ होइन मतलब जोडिनु भएको छ सिरियलमा राम्रो त्यही भन्न चाहनुहुन्छ ल ठिक छ हामी नयाँ जोडिएका छौँ होइन हामी केही भनौँ न नयाँसँगै केही साह्रै मिठो गीत गाउनुहुन्छ साथीहरू भाग 17मा यस्तो मिठो गीत सुन्न पाउनुहुनेछ तपाईँहरूले है गीतको फेरि के भन्छ अरे शब्द चाहिँ हाम्रो दिवाना सर लेख्ने अनि यता वीरेन्द्र दाइ फेरि के भन्छ त्यसलाई लय के भन्छ के हो त्यो गर्ने लय शब्द यता हाम्रो हुनुहुन्छ सङ्गीतकार सङ्गीतकार भन्ने अनि उहाँ फेरि क्यामेरा सेमा रहनु भएको छ ल सबैजनाले हाम्रो सन्तानको मायालाई है धन्यवाद हजुर नमस्कार उहाँको एजी हजुर सर उहाँको नाम विवेक उहाँको नाम इलन दिवाना मेरो नाम त पनि थाहा भएन है थाहा भएन है ल आउनुहोस् त है ल उहाँले जानु भन्छ है सिस्टर तपाईँले एक्सनमा गानु अघि जस्तो सेमै उहाँलाई म पठाउँछु है ल बुवा यता हुन्छ अघि यता भन्नुहोस् त एकचोटि वाइट बस्नु न है बाबु हेलो तपाईँसँग म आज सुरु गर्छु सुटिङमा कतिसम्म लैजानु सुटिङमा झन्टीमा तामाङ सिलोकमा झन्टीमा लैजाने मैले झन्टी तामाङ सिलोकमा लैजाने गाए जस्तो गर्नु पैसा त्यहाँ दिन जानु नि उता एकजना दिदी आउनु भयो यता सन्तानको माया सुटिङमा छौँ कहाँ सुतिर हेर्नु के सुट दिदी अलि पछि जाम लाग्यो सबै अहिले नजानु बस्नु सुटिङहरू हेर्नु अहिले नजानु के गर्नु हेर धेरै टाढा छ नि त उहाँको टाढा छ नि त 4 घन्टा ए 3 बजेतिर गयो नि हुन्छ भो नत्र एकछिन बस्नु बहिनीले आउँदैछ सबै फोटो खिच्नला ओइ पक भाइ
के हो पिसा फेरेपछि पैसा दिनुपर्छ नि थाहै नै त्यो सार्वजनिक शौचालय होइन र यहाँ पिसाब फ्यान पैसा लाग्छ अरे भाइ यहाँ थुकेको पनि पैसा लाग्छ तेरो बाउको टोइलेट हो मेरो बाउको टोइलेट हो यो पिसा फेरेपछि अरू 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 खै अरू दिन त ल लास्ट टाइममा बबाल गर्नु पर्दा दिन्छु भन्नु त्यो दिन त ल गर्नु ल जे गर्नु गर्नु ल ल दाइ मेरो बाउको टोइलेट हो बुझिस् फेरि अहिले प्र्याङ्ग दिउँला नि फेरि भाइ विचार गर आम्बो मान्छे त हेर्दाखेरि पैसा गाँठ भए जस्तो देखिन्छ त हेर्दाखेरि त पाहे जस्तो देखियो त पुरा बुझ्दाखेरि एउटा थियो कि त कस्तो थियो भन्दाखेरि सुजन भन्ने थियो यसो गरौँ यसो गरौँ न फर्किदिनु त उहाँहरूको ल फर्किदिनु ल फर्किदिनु उहाँहरूको सुन्नु न बस बस ठिक छ ठिक छ सिधै डाइरेक्ट हाल्नुभन्दा नि रमाइलो त्यसरी हुन्छ नि त हो झ्याम्मा उता हेर उता उता यतातिर यता यता पनि टक्क फेरि उता हेराख्नु हेरौँ होइन बुवा यस्तो बुवा आउने बित्तिकै तपाईँ फर्केर समातिहाल्नु छोरीलाई ल बुवा जाम आमा आउनु 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 फेरि आइहाल्नु बसिहाल्नु आमा सिन्दुर निकालेको क्लोज किपिङ छ त्यसै ढल्ला तयार है ढङ्गलाई तयार हुनुहोस् है त्यसपछि बिना कहिले पनि फर्केर संसारमा आइनेन् चक्री ल जाम है ओम सर्वे वेदेवा देवी मुदकाशितो महादेवी सावरविदम अहम ब्रह्मासुरी मत प्रकृति पुरुषात्मक जगत शून्यम चा अहम आनंदानंदो अहम विज्ञाना विज्ञाने अहम ब्रह्मा ब्रह्माणे वेदितव्य अहम पंचभूतान पंचभूतान अहम खिलम जगत ल अब सिन्दुर हाल्ने बेला भयो माइती पछले यता नहेर उता फर्नु है माइती पछि ल सिन्दुरको बाटो खोलेर दिनुहोस् ओम भगवान मंगलम गरुणध्वज मंगलम विष्णु मंगलम रोकेर भयो आमा बोल्यो आमा के हुँदैछ यहाँ यो सब के हो छोरी यो के भनेको तिमीले तिम्रो बिहे हुँदैछ बिहे मलाई एकछिन हेर्नुहोस् 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 नचुटाउ है आउनु आमा